अन्डा खाँदा कोलेस्ट्रोल बढ्नेछ, स्पेशली अन्डाको पहिलो भाग। लगातार रूपमा अन्डा खानु स्वास्थ्यको लागि राम्रो होइन। के तपाईलाई पनि लाग्छ यो सारा इन्फर्मेसन सही हो त? होइन, यो सबै इन्फर्मेसन गलत हो। अन्डा खाँदा तपाईको कोलेस्ट्रोल बढ्दैन। अन्डा एउटा त्यस्तो सुपरफुड हो त्यसलाई जसले पनि खान सक्छ। इभन तपाईलाई कोलेस्ट्रोल छ भने पनि। एग योगमा कोलेस्ट्रोल हुन्छ तर त्यो एचडिएल कोलेस्ट्रोल हो र त्यो कोलेस्ट्रोल हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो हुनेछ। गुड कोलेस्ट्रोलले के गर्छ भने जुन हाम्रो बडीमा ब्याड कोलेस्ट्रोल छ त्यसलाई लिभरसम्म पुर्याउने काम गर्छ र लिभरले त्यसलाई शरीरबाट बाहिर निकालिदिन्छ र यसले तपाईलाई हार्ट डिजिजबाट पनि बचाउनेछ। बिना टेन्सन तपाईँ दिनमा 2वटा अन्डा खान सक्नुहुन्छ। अन्डा हाई क्वालिटी प्रोटिन हो जसमा ओमेगा 3 र फ्याटी एसिड हुन्छ र यसको कारणले तपाईको बडीभित्रको इन्फ्लामेसन र सुजन पनि कम हुनेछ। एग योगभित्र भिटामिन डी र B12 हुन्छ जो तपाईको ब्रेन हेल्थको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ र एन्टिअक्सिडेन्ट रिटेस जो हाम्रो आँखाको लागि एकदमै इम्पोर्टेन्ट हुनेछ। एग योगभित्र आयरन र फोलेट हुन्छ जो रेडिसहरूको लागि एकदमै इम्पोर्टेन्ट छ। यदि तपाईले अन्डाको पहिलो भागलाई स्किप गरिराख्नु भएको छ भने तपाईँ यो सारा बेनिफिटबाट वञ्चित भइराख्नु भएको छ। मेन कुरा यो हो कि तपाईले अन्डालाई कसरी बनाइराख्नु भएको छ। बोइल, अम्लेट जे पनि बनाइराख्नु भएको छ, सिर्फ यसलाई फ्राई चाहिँ नगर्नु होला। र अब तपाईलाई कसैले अन्डा खान हुँदैन भनेर भन्दै हुनुहुन्छ भने यो भिडियो उहाँलाई सेयर गरिदिनु होला र यस्तै जानकारीको लागि मेरो यो आइडीलाई फलो गर्न चाहिँ नबिर्सिनु होला।